हेलो गाइज गुड मर्निङ होइन हामी चाहिँ टक्क गान्तोकमा छौँ अब म तपाईँहरूलाई भ्यू देखाउँछु यहाँबाट टक्क बाहिर होइन है त यो त थर्मोकोल त किन खोल्ने हो र पातलो खाँदा थर्मोकोल ठिकै छ त के भयो त यता बाउला निक्लिन्छ लागेको अर्थै छैन तलको पाइडहरू त खोल्नुपर्छ एकछिन नलाउँ हामी सबै खोले लाउनु पर्छ अरे सबै खोले लाउनु पर्छ अरे सबै खोले लाउनु पर्छ अरे एकछिन जाडो नि खप्न नसक्ने है भाइ नै खोलिदिनुपर्छ है अनि यो बाहिर के हुन्छ यिनीहरू न्यानो हुन्छ क्या ए यो चाहिँ तपाईँले देख्छ भनेर यो देख्छ नि त अब कहाँको हामी नि उता होइन नि त त्यही कारण अनि मुनि के हुन्छ खै यो ए यिनीहरूले बाँध्ने पानी खोल्नु पर्यो नि यसो पायो नि खानु पऱ्यो यो मुनि त त्यही लाइन हुन्छ होला के यस्तो त्यो तपाईँको त यस्तो माथि फोल्ड गर्नु मिल्छ उसको त मिल्दैन हो त्यस्तरी फोल्ड गर्नु मिल्छ तपाईँ मत्त देखिन्छ एकछिनको लागि त त्यो बाहिर घाम छ क्या अहिले त अब हिमाल जाने बेला भइसक्यो होला त त्यही छिटो लाउनु पऱ्यो धेरै नफुल्नु ल ल तपाईँ जानु हामी यहाँ खोलेर लाउँछौँ ल जानु ल लाउनुहोस् यहाँ यति सबै निकालेर राख्दैछु गरम निकालिदिनु अब हामी लुगा लाउँछौँ यहाँ कडा छ यत्तिकै जानु पर्ला जस्तो क्या बरु तपाईँ चाहिँ त्यही लाइन हुन्छ त्यो प्यान्ट मुनि त्यही लाउँदा नि भइहाल्छ नि यति लाउँदा भइहाल्यो नि होइन कहाँ हिमन सुरुवाल यति लाउनु त नि अब स्टोको लाउने स्टोकर लाउने भइहाल्यो यो ठिक नै हुनु पर्यो ल हुन्छ हो तपाईँले भने ठिक भयो तपाईँले त सुहाउने भयो मेरो सुरुवाल भएर अलिकति कालो हामीले चाहिँ लुगा लगायौँ यहाँ है राम्रो देखायो त ठिक छ हामीले चाहिँ टक्क यहाँ लुगा लगाएर आयौँ यो लाउनु न त लाउनु यो त ठ्याक्कै छ बस मान्छे राम्रो छ हाम्रो यहाँ फोटो खिच्दै हुनुहुन्छ हेलो जोई साहब हेलो जोई साहब अब सिङ्गल खिच नि त हेलो विनिता दिदी कति काली आएको भनिदिनु हेलो म्यारी दिदी फोटो खिच्यो त भाइ क्यामेराम्यान तिमीले हो आफैले कोन निकाल्ने हो त्यो कोन नखाले चाहिँ निकाल्ने निकालेर आएको हामीले त्यो हाम्रो देखिन्छ किलो छ मेरो हो कि एकदम ठुलो देखिन्छ तर पेज त एकछिन अस्ति समेत घर अलि गाउनु यसकै पछि लाउने हो बस्नु न त कहाँ उठ्दै तर खिच्न लाग्यो त हेर्ने आउँछ है दिन त चार्ज हुन्छ कि अहिले मिल्दैन त्यो 3-4 दिन लाउनु पर्छ बस्नु त दुईजना उता बस्नु छैन बस आएको हाम्रो चाहिँ टक्क ब्रेकफास्ट आयो कोदोको रोटी भने जस्तो लाग्छ एउटा एउटा दिने
आउँदैछ यता चिनी लैजाऊ त उसको म्यारीको हो यो छोड न ल आफै झिका अनि दिदीलाई देऊ खेरो जान्छ चिनी खेर्छ खोइ पछि नि हामी यहाँबाट निस्किन लागेको हामी चाहिँ यहाँ बसेको थियौँ होइन फोटो भिडियो मजाले खिचियो अब चाहिँ हामी यहाँबाट हामी चाहिँ नि अहिले पोखरा आइसक्यौँ घान्द्रुकबाट होइन हामी होटल बटरफ्लाईमा होटेल बसिसक्यौँ हामी अब हामी एकछिन बाहिर जान्छौँ हेलो गाइज हामी चाहिँ नि रुममै हामी चाहिँ नि अब यहाँ पोखरा आइसक्यौँ घान्द्रुक घुमेर होइन अब यो ब्लगलाई आज यति नै हजुर यो ब्लगलाई आज यहीँ नै म समाप्त इन्ड गर्न चाहन्छु अब भोलि हामी पोखरा घुमेको ब्लग हाल्छौँ अब आज चाहिँ केही बनाएँ होइन बिहान यसो घान्द्रुकको फोटोसोटो भिडियो सिडियो अलिअलि खिच्यो हस् त बाई बाई